अनि त्यसपछि हाम्रो क्रिएटिभिटी है हरेक हरेक इन्ग्रिडियन्टको के हुन्छ हरेक हरेक इक्विपमेन्टको अलग अलग पर्पज हुन्छ त्यस्तै हरेक हरेक इन्ग्रिडियन्टको के हुन्छ अलग अलग पर्पज हुन्छ है तिम्रो सोध्यो भने त हामीले भनिदिइहाल्छौँ सोध्दैनौँ यहाँ कतिपय यहाँ नाम पनि लेखेको हुन्छ कि जस्तै हाम्रो पास्ताहरू कति भेराइटी पास्ता वर्ल्ड वाइड चल्ने पास्ताको नाम पनि त्यही लेखेको छ नि त नेम ट्यागसँगै त्यस्तै हाम्रो इन्ग्रिडियन्टहरू हब्सहरू के सबै यही छ यो सबैले आफैले जान्नुपर्छ भोलि नै आफैले गाह्रो हुन्छ है अब आजसँग हाम्रो इक्विपमेन्टहरू अलग 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 के हुन्छ हरेक इक्विपमेन्टको हरेक पर्पज हुन्छ जस्तै हाम्रो यो के अरे यो सस पर के भन्छ यो ससप्यान यो भनेको स्पेसली यसको मेन पर्पज भनेको के हो ससहरू बनाउनलाई कन्टेनरमा बढी प्रयोग हुन्छ यो है अनि हामी के याद गर्नु पऱ्यो जहिले पनि हाम्रो भाँडाहरू कस्तो हुन्छ होटल लाइनमा स्टेनलेस स्टिल हुन्छ एउटा एल्युमिनियमको हुँदैन किनकि एल्युमिनियमको भाँडामा पकायो भने के हुन्छ हामीलाई क्यान्सर हुने चान्स बढी हुन्छ है त्यही भएर सकेसम्म के युज गर्ने भाँडाहरू आफूले किन्न गयो भने पनि स्टेनलेस स्टिल टाइपको भाँडाहरू किन्ने है र अब आज हाम्रो इक्विपमेन्टहरूको नाम यो के भयो उदाहरण केटा यो भनेको हाम्रो के भयो यो खास कोनिकल हो है यसलाई के भन्छ कोनिकल भन्छ यो मेन भनेको के हो जस्तै मेन म्याक्सिमम युज भनेको इन्डियनमा युज हुन्छ यो के गर्दा युज हुन्छ यो नुडल्स के गर्दा युज हुन्छ यो हुने भनेको ग्रेभीहरू छान्नलाई हो इन्डियनहरूको यसलाई कोनिकल भन्छ है अनि यसलाई के भन्छ कोलेन्डर यो कोनिकल यो कोलेन्डर जस्तै हामीले तेल जस्तै तेल होइन जस्तै वाटर ड्रेन गर्न पऱ्यो भने होइन यसलाई गर्न मिल्यो यो सस ग्रेभीहरूलाई प्रयोग गर्न पऱ्यो भने चाहिँ है अनि यो के हाम्रो के हुन्छ त यसलाई सबै घरमा देख्यो होला नि त यो के हो त यो टमाटर फोन यसलाई के भन्छ यो स्पाइडर प्यान भन्छ स्पाइडर स्टिल प्यान भन्छ नि त स्टिल प्यान स्पाइडर प्यान भन्छ यसलाई नझुकिने है यसलाई मेन पर्पज भनेको चाहिँ अब रोटीहरू म्याक्सिमम् युज हुने भनेको चाहिँ के हुन्छ रोटीलाई पनि हुन्छ अनि पोल्नलाई पनि काम लाग्छ है के हो त यो खास यसलाई मेन भनेको चाहिँ आइस स्कुपर भन्छ कि यो आइस स्कुपर यो भनेको चाहिँ बडी भन्दा आइसहरू यस्तो झ्याप निकालिहाल्छ नि त लानु पऱ्यो हो मेन पर्पज भनेको आइस स्कुपरलाई हुन्छ यो तर हामीले मैदा पनि गर्न मिल्छ नमिल्ने होइन डिफ्रेन्ट पर्पज पनि गर्नु पाइयो नि त मल्टिटास्क भयो है अनि यो हाम्रो के भयो के भन्छ त यो हाम्रो के भयो भन्छ के अरे यसलाई ग्रेटर चाहिँ भन्दैन है फेरि जेस्टर भन्छ यसलाई जेस्टर भन्छ यसलाई जस्तै हाम्रो लेमन जेस्टर भनेको बाहिर लेमन यस्तो कोतार्न मिल्यो होइन ओरेन्जहरू पनि गर्न मिल्यो होइन हाम्रो नटपेक पनि नटपेक पनि गर्न मिल्यो है यसलाई जेस्टर भन्छ है के हो त यो फेरि ल यो के होला छान्ने हो यसलाई यो प्रायः जसले भन्न जान्दैन यो के भन्छ यसलाई भन्छ स्निफ्टर भन्छ स्निफ्टर भन्छ स्निफ्टर भनेको चाहिँ जहिले पनि मैदा छानिला हुन्छ कि लास्टै यसको मसिनो जाने हुन्छ स्निफ्टर अनि अर्को चिया छानिलाई के भन्छ सिप भन्छ त्यसलाई सिप चिया छानिलाई सिप भन्छ भने यसलाई के भन्छ स्निफ्टर भन्छ है नझुकिने स्निफ्टर अब यो हाम्रो के भयो यो हाम्रो रोलिङ पिन है कुनै पनि मैदा गुड्नु पऱ्यो भने मैदा नै रोटीहरू बनाउनु पऱ्यो भने चाहिँ के चाहिन्छ हामीलाई प्यान चाहिन्छ प्यान रोलिङ पिन चाहिन्छ त्यो बेलाले के भन्छ रोलिङ पिन हाम्रो घर बेल्ला हुन्छ नि त्यसलाई पनि रोलिङ पिन भन्छ यसलाई पनि रोलिङ पिन भन्छ बेकरीको ठुल्ठुलो पनि हुन्छ त्यसलाई पनि रोलिङ पिनै भन्छ है नझुकिने अनि यसको सेपमा ओछ्याउने हुन्छ नि अब यहाँ त ओछ्याउनेलाई के भन्छ म्याट भन्छ त्यो यस्तो यो ओछ्याउने भने यसको तलको हुन्छ नि यो अनि अर्को थियो नि एउटा स्किमर नझुकिने यो अलग अलग साइजको हुन्छ भाइ जस्तै कुनैमा सानो होल भएको हुन्छ जस्तै हामी मिठाई बनाउनु लड्डु बनाउनु प्रयोग गर्छ नि सानो होल भएको कि झाँडा जस्तो हो त्यसलाई के भन्छ स्किमर भन्छ है वाटर ड्रेन गर्नलाई युज हुन्छ है अनि यो केलाई हुन्छ खाना बनाउनलाई हुन्छ सर्भ गर्नलाई पनि हुन्छ घरमा म्याक्सिमम भनेको घरमा प्रयोग हुन्छ कि है स्किमर अनि के भन्नु त्यसलाई
यसलाई नेपालीमा झिर भने पनि भयो हजुर अनि यसलाई स्किबर भन्छ के स्किबर स्किबर भन्छ है नझुकिने केही उन्न चिजलाई के भन्नु पर्यो स्किबर स्किबर भन्नु पर्यो नेपालीमा के भन्नु पर्यो झिर भन्नु पर्यो है अब यो हाम्रो सिलिकन ब्रस हो सिलिकन ब्रस यो हाम्रो सिलिकन ब्रस हो यो म्याक्सिमम होटेलमा किन युज हुन्छ भनेपछि यो जति पनि हाई टेम्परेचरमा गएपछि के हुन्छ मेल हाई टेम्परेचरसम्म के हुन्छ युज गर्न मिल्छ है अनि यसलाई प्लेटिङलाई पनि गर्न मिल्छ यो फेरि ब्युटिफुल प्लेटिङ गर्नलाई के हुन्छ यो आइस ब्रसिङ सरी सिलिकन ब्रसिङ चाहिँ युज गर्न मिल्छ यसको सानो पनि हुन्छ त्यसलाई आइस ब्रसिङ पनि भन्छ है तर नझुकिने यस्तो देख्ने बित्तिकै के भन्दा सिलिकन ब्रस भनिहाल्नु सिलिकन ब्रस रङै हुँदैन सिलिकन ब्रस ब्रस जस्तो छ नि त हामी त तन्दुरी हो कि कहिले बनाउने बेला चाहिँ ब्रस गर्थ्यो नि त है त्यस्तो प्रयोग हुन्छ यो त सिजर भइहाल्यो त भन्नै परेन है सिजर यो भनेको के भयो ग्यास लाइटर भयो यो कडाई हो पट भन्छ पट क्ले पट है यस्तो भाँडा हुन्छ नि सब पट हुन्छ कि जस्तै हाम्रो हान्डी भयो स्टक पट हुन्छ होइन कुनै ठुलो लामो त्यो सबै क्याटेगोरी के भयो पट भयो है नझुकिने अनि यो चाहिँ के भन्छ यो प्लास्टिकवाला भयो होइन यो खास कोही त्यहाँ छ स्टिलवाला जुन भयो पनि यसलाई भन्छ मोटर एन्ड पेस्टल भन्छ क्या मोटर एन्ड पेस्टल मोटर यो मोटर भयो यो पेस्टल भयो यसरी के भन्छ इङ्ग्लिसमा मोटर एन्ड पेस्टल भन्छ अनि यो नेपालीमा के गर्नु पऱ्यो हाम्रो सिलौटा हो नि त मोटर पेस्टल है खल भन्छ खल अनि त्यसपछि आयो अर्को भाँडाहरू कहाँ गयो अनि यो छ नि यो दुइटा छ नि यो सबै धेरै झुक्किन्छन् कि यो कुन टर्नर हो कुन स्लाइसर हो थाहा पनि हुँदैन टर्नर भनेको चाहिँ हामी मसँग लेफ्टमा जे छ नि यो के हो टर्नर हो राइटमा हो के हो स्लाइसर हो है अनि जस्तै तेल तार्न पऱ्यो भने कुनै पनि खाना जस्तै पकाउँछ नि त हामीले जस्तै अब डिल गऱ्यो भने तेलमा यो युज गरेपछि के हुन्छ बडी ओइल भएपछि के हुन्छ यहाँबाट फ्लो हुन्छ नि त है अनि खाना ओइली पनि हुँदैन त्यो भएर के छ टर्नर भन्छ यसलाई म्याक्सिमम भने किन गर्नु मिल्यो जे पनि गर्नु मिल्यो तर फेरि भात फेरि यसरी निकाल्दाखेरि मिल्दैन भात है अन्डाहरू पनि काम लाग्छ यो है अब आउँछ यो सिलिकन स्पेचुला हो यो सिलिकन स्पेचुला यो म्याक्सिमम भनेको के हुन्छ भन्दा हुन त अब जे पनि गर्न पाइयो तर म्याक्सिमम भनेर कन्टिनेन्टलको हामीले यो ससहरू बनाउँछौँ नि होइन त्यसमा बढी प्रयोग हुन्छ यो सस किनकि त्यसले म्यास गर्न मिल्छ नि त यस्तै त्यो भुट्दाखेरि यसरी म्यास गर्न मिल्यो नि त मजाले खिच्यो त्यो बडीमा के हुन्छ यो युज हुन्छ त्यसलाई के भन्छ यसको मात्रै कम्बिनेसन हुन्छ नि त भाँडाको पनि यसलाई केमा युज गर्नु जस्तै हामीले यत्तिकै अनि यहाँ गर्छ नि त झुन्ड जहाँ पनि गर्न पाइयो होइन तर यसको मेन भनेको चाहिँ हाम्रो ससप्यान छ नि हो त्यसमा बढी युज हुन्छ यो है अनि यसलाई जति हाइटमा पनि के हुन्छ मेल्ट हुँदैन खाना हाइजेनिक हुन्छ यो पनि ध्यान दिनु है अनि हाम्रो रह्यो नन स्टिकी प्यान भन्छ यसलाई नन स्टिक है यसलाई नन स्टिकी प्यान भन्छ अनि यो नन स्टिकी प्यानमा धेरै जस्तो के गर्नु पऱ्यो अन्डाहरू जस्तै हाम्रो सन्नी साइड अफ जति पनि भेराइटी अफ अन्डाहरू हुन्छ नि त नन स्टिकी प्यानमा हुन्छ किनकि नन स्टिकी प्यानमा चाहिँ टाँसिँदैन अनि यसमा के यो युज गर्नको कारण के भन्दाखेरि लेस एमाउन्ट अफ ओइल युज गरे पनि के हुन्छ टाँसिँदैन बुझ्यो टाँसिँदैन यो अनि जहिले पनि यसलाई युज गर्नु पऱ्यो भने सकेसम्म के हुन्छ मेटलको प्रयोगहरू नगर्ने किनकि स्क्र्याच भएपछि के हुन्छ यो चाँडो बिग्रिन्छ यो पनि जान्नु पऱ्यो नि त है अनि यसलाई भाँडा मान्ने बेला पनि खास स्पेसली प्रब्लम भनेको जाली पनि युज गर्नु हुँदैन किनकि लङ लास्टिङ कुनै पनि इक्विपमेन्टहरू लङ लास्टिङ रहँदैन यस्तै यति तिमीहरूले यदि यहाँ कसैले होइन गरिरहेको छ भने चाहिँ आफूले गाइड गर्ने छ है लङ लास्टिङ चाहिन्छ नि त भाँडा कुरा अब यिनीहरू त सबै बकेटै भयो के बास्केट बकेट है त्यो समस्या भएन जति पनि यो खाल्टो बढेको ल्याडल छ नि यो खाल्टो बढेको सबलाई के भन्छ ल्याडल भन्छ कोहीले चाइनिज भन्ला कोहीले इन्डियन ल्याडल कोहीले चाइनिज भन्ला होइन कोहीले अब नेपाली भन्ला कोहीले इन्डियन भन्ला सबै के क्याटेगोरी पऱ्यो ल्याडल खाल्टो परेको ल्याडल पऱ्यो है अब यो ठुलो सानो भन्ने हुन्छ ठुलो भनेको चाहिँ केमा हुन्छ यो चाइनिजमा बढी हुन्छ किनकि खाना पाक्छ अनि यो एउटा यो यति यो भरि खाना हुन्छ नि
यो भनेको 250 ग्राम गर्छ कि यहाँ त्यसरी बनाएको हुन्छ साइज खान्छ एक आएको है एक डाडो एक आएको यो सब ल्याडो अनि यो रह्यो हाम्रो के भयो इन्डियन ल्याडो यो चाइनिजको भयो होइन यो के भयो इन्डियनको भयो बुझ्यो यो त खास यो पहिला हामीसँग यसो ग्रिल मसिनहरू कुनै पनि होटलले के गर्नु किन सक्दैन नि त त्यो ठुल्ठुलो मसिन महँगो मसिन त होइन जस्तै हाम्रो लाभा ग्रिल छ नि त सक्दैन नि त अनि यो प्याटर्न बसाउनलाई चाहिँ के हो यो के भन्छ यसलाई ग्रिल प्यान भन्छ क्या यसलाई पनि प्यान भन्छ है ग्रिल प्यान भयो किनकि प्यान हो नि त यो त है अनि यो प्याटर्न पनि बस्छ त्यहाँ के भन्छ यसलाई ग्रिल प्यान यसमा स्यान्डविच बर्गर अनि त्यसमा चाहिँ ग्रिल चिकनहरू सबै गर्नु हुन्छ है नजुकिने यो भयो यो भनेको चाहिँ उडन स्पेचुला भयो उडन स्पेचुला भयो काठको भयो है अनि यसलाई के गर्नु मिल्यो ढेँडोसँग प्रयोग गर्न पनि मिल्यो उडन स्पेचुला मेन भनेको अनि कोही बेला चाहिँ यस्तै फेरिसँग युट्युबमा पनि आउँछ नि त बेला यसलाई सब्जी चप पकाउनु पऱ्यो फेन्सी खानु पऱ्यो नि त यिनीहरूलाई यो अलिक गाह्रो हुन्छ कि कम्फोर्टेबल हुँदैन कि यो सहन गर्न गाह्रो हुन्छ नि त यो त सजिलो हुँदैन तर गइरहेको छ भने यसरी पनि त गर्नु पऱ्यो नि त है यसलाई उडन स्पेचुला भन्छ यसलाई के भन्छ हो होइन प्यालेट नाइफ हो यसलाई प्यालेट नाइफ भन्छ प्यालेट नाइफ जस्तो पनि यो सेपको नाइफ जुन पनि स्मल मिडियम लार्ज जुन हुन्छ नि त होइन अनि के हुन्छ कोही बेला यसरी प्लेटिङ पनि गर्न मिल्छ नि त्यस्तो गरेर जस्तै कुनै पनि पिउरे राखेर अनि स्लाइड गरेर के हुन्छ गार्निसहरू फुडको एपेलिङहरू राम्रो हुन्छ नि त प्लेटिङको एपेलिङ गरेर प्यालेट नाइफ अब यो हाम्रो के भयो यो पनि छानिने भयो यसलाई स्टेनर भन्छ कन्फ्युज नहुने स्टेनर भन्छ एउटा सिङ्गल भन्ने हुन्छ एउटा डबल भन्ने हुन्छ यो भनेको यसमा दुईवटादेखि तिनवटा चाहिँ हालेर चाहिँ डबल स्टेनर भयो यसमा सिङ्गल हालेको भयो चाहिँ के भयो सिङ्गल स्टेनर भयो है यो म्याक्सिमम हुने भने केमा तेल अनि यो पनि के भयो के हो यो के हो त यो भर्खर भनेको के हो त यो म्याक्सिमम खासै यो त हामीले नेपालमा युज गरेर जस्तो लगाउँछौँ अहिले नेपालमै हुन्छ धेरै है अरूमा हुँदैन नि है यो त स्टेनरै भयो समस्या भएन यो भयो यो हेर एउटा गोलोवाला पनि छ कि गोलोवाला विक्स पनि छ नि हेर नि त्यहाँ ल्याउनु त बोल्नु छ है यो एउटा यसलाई विक्स भन्छ होइन यसलाई ब्यालुन विक्सर भन्छ कि खास किनकि यसको ब्यालुनको सेप छ नि त है अनि यो बडी केमा हुन्छ कुनै पनि चिजलाई इमोसिफाई गर्नु पऱ्यो भने जस्तै हाम्रो माइनिज गर्छ नि त माइनिज केमा बन्छ तेलको मात्राले तेलको उसमा बन्छ होइन ओइल अनि डिजल मोइस्चराइजर बन्छ यसले के गर्छ यसले जस्तै हामी फिर्छौँ नि यसले मोर एयर मोर बाहिरको सिक्युरिटी ग्यास के हुन्छ भित्र एजअप गरेको हुन्छ अनि थोरै क्वान्टिटीमा पनि के गर्छ बडी देखाउने काम गर्छ है यसलाई ब्यालन विस्कर भन्छ यसलाई विक्सर मात्र भन्छ ब्यालन विस्कर पर्पज त देऊ भइहाल्यो ससहरू यताउति बन्न मात्र गरेको अब यो नाइफहरू पहिला त अब नाइफहरू के हुन्छ भन्दाखेरि मान्छेलाई अब त्यति बेला हाइजिनको ज्ञान थिएन नि त होइन सुरुमा कहाँ आउँदो पछि गएर जे कुरा पनि घरबाट सुरु हुन्छ खानेकुरा पनि घरबाट सुरु भएको है म्यानेजमेन्ट पनि घरबाट सुरु हुन्छ हाउस पनि घरबाटै सुरु हुन्छ होइन फ्रन्ट अनि त्यो हाम्रो फ्रन्ट अफिस भनेको घरबाटै सुरु हुन्छ जे कुरा पनि घरबाट सुरु हुन्छ है अनि हामीले पहिला त सबै एउटै चपिङ बोर्ड हुन्थ्यो होइन पछि गएर अलि एडभान्स भएर चाहिँ मान्छे बिरामी भएर चाहिँ के अलग अलग भेजिटेबल अलग अलग चपिङ बोर्ड अलग अलग नाइफ हुन्छ है जस्तै हाम्रो यो रेड छ रेड डन्डी भयो के भयो रेड नाइफ भयो तर यसलाई के हुन्छ रातो छ नि त रातो मासुलाई सजिलो प्रयोग गर्न मिल्यो यसको लागि कम्बिनेसन के भयो रेड भयो यसरी नै है त्यस्तै गरेर ग्रिन भेजर के हुन्छ म्याक्सिमम् ग्रिन हुन्छ नि त है त्यही भएर चाहिँ के भयो ग्रिन युज गर्यो है अनि जस्तै हाम्रो व्हाइट मिट भनेपछि के भयो येल्लो जस्तै हाम्रो उड्नेदेखि गुड्ने चरा जे हुन्छ नि चराहरू सबै केमा युज गर्नु पऱ्यो व्हाइट सपिङ गर्नु व्हाइट सरी येल्लोमा है येल्लोमा नजुकिने यो भएन कोही भन्दा गाली गर्छ नि त अनि यो व्हाइट भनेको के हो जहिले पनि डेरी प्रोडक्टहरू जस्तै हाम्रो पनिर काट्नु पऱ्यो चिज काट्नु पऱ्यो होइन डेरी प्रोडक्टलाई के हुन्छ यो बढी युज हुन्छ व्हाइट चपिङ बोर्ड व्हाइट नाइफ येल्लो चपिङ बोर्ड येल्लो नाइफ अनि हाम्रो यो ब्लू छ नि ब्लू भनेको अनफर सी फुड आइटम समुद्र के हुन्छ निलो हुन्छ नि त
त्यो भन्छ के भयो त्यसमा के गर्नु पर्यो के हो है यो हेर अब यो कहिले स्टिक नाइफ भन्छ होइन स्टिक नाइफ भन्छ यो कहिले चिज नाइफ भन्छ तर मैले के भन्छु दुइटैलाई चिज नाइफ भन्छु क्या किनकि कुनै पनि हार्ड चिज मान्छेले खान खोज्छ नि त जस्तै यसले पनि काट्न मिल्यो नि त हार्ड चिजहरू त स्टिक त काट्न मिलिहाल्यो तर हार्ड चिज पनि काट्न मिल्छ नि त यसलाई के भन्नु पऱ्यो स्टिक नाइफ भने पनि भयो या त चिज नाइफ अन्ली फर चिज अनि यो ठ्याक यसले पनि यो पनि सेम पर्पजै भयो अनि यो के भयो ट्याक्कै गोप्ने यहाँ पेटमा हाल्ने यसको मेन पर्पज यो भयो है ल यो त स्पुनै भयो होइन प्लास्टिक स्पुन त घरमा त यो हुन्छ हुँदैन अनि यो टङ हो यो टङ पनि यस्तो कि हो टङ एउटा चाहिँ आइस्टङ भन्ने हुन्छ आइस्टङ भनेको चाहिँ बारमै हुन्छ नि सानोवाला अनि त्यो हाम्रो हुक्कामा दिन्छ नि टङ त्यो पनि टङ्गै हो नसकिने यो पनि टङ्गै हो कुनै टेनले के हो गार्निस टङ भन्छ होला यसलाई होइन यसलाई अब के टङ भन्छ रोस्टेडहरू जस्तै कुनै पनि गिल गर्नु पऱ्यो भने पोल्नु पऱ्यो भने चाहिँ खास पोल्नुलाई यो पोल्ने कुरा हुन्छ नि चैलेन्ज फोटो युज हुँदैन किनकि लामो हुन्छ नि त किनकि लामो भएपछि के हुन्छ आफ्नो काम गर्न सजिलो हुन्छ पोल्दैन हात पोल्दैन डढ्दैन सेफ हुन्छ कि त्यो भएर सकेसम्म लामो प्रयोग गर्नुपर्छ यसलाई पनि टङ्गै भन्छ किनकि पेनमा कुनै टङ्गाउनु पऱ्यो भने चाहिँ त्यसको पर्पज चाहिँ यो भयो है अब यो सिड स्कुपर हो यो पनि स्कुपरै हो अनि यो पनि स्कुपरै हो यो त सेमै भइहाल्यो है यो स्कुपर भयो यो जस्तै हाम्रो एप्पलको सिड हुन्छ नि त हजुर भित्रको डाइरेक्ट डाइरेक्ट निकालेर चाहिँ निकाल्न मिल्छ नि त जस्तै अनि कुकुम्बरको भयो जेको निकाल्न मिल्यो यदि आफ्नो सिड चाहिएको छ भने डाइरेक्ट चाहिँ काट्नै परेन क्या सिधै भित्र छेडेपछि सिडहरू सब निस्किनु भयो नि त यो सिड स्कुपर भन्छ यसलाई यो पनि स्कुपर स्कुपर सिड स्कुपर है यो के हो यो लेमन स्क्विजर भन्छ यसलाई है यो त अब के भन्नु पऱ्यो स्क्विजर टाढिने छ भने ओरेन्ज जुसहरू आइटम मिल्छ यो जाले के भन्छ यसलाई सिप भन्छ यसलाई सिप भन्छ चिया छान्ने सिप भन्छ अनि यो मैदा छान्नेलाई चाहिँ स्निफ्टर भन्छ सिप एसआइभी टी स्टेन भन्न मिल्छ त तर चाहिँ अलि स्टेटस भन्न मिल्छ यो जति पनि यो छ नि ह्याम्बर स्टिक ह्याम्बर यो किन प्रयोग गर्छ त यो स्टिक यो ह्याम्बर नटासिनलाई होइन मिटलाई टेन्डर गर्नलाई युज हुन्छ यो एउटा चाहिँ कस्तो हुन्छ कुनै पनि भएको मिस्ट तल के त बेस सानो हुँदैन नि त काट्दाखेरि जस्तै चिकनको ले काट्नु पऱ्यो भने त त्यसको फ्याट त बेसमा बस्दैन नि त प्लेटमा होइन अनि त्यो गिल गर्दाखेरि के हुन्छ राम्रो प्याटर्न बस्दैन त्यसपछि यसले हामी के गर्छ यसलाई प्याटर्न बसाल्नलाई एउटा चाहिँ के हुन्छ इभनली फ्याट गराइदिन्छ सबलाई अनि आज चाहिँ के हुन्छ यो मिटलाई टेन्डर गर्ने काम गर्छ बुझ्यो यो हाम्रो पिज्जा कटर भयो पिज्जा कटर यो जस्तै बेकरी कटर भन्ने हुन्छ बेकरीमा त्यो हाम्रो पोर्सनहरू बनाउने बेला होइन बेकरी प्रोडक्ट कुनै पनि बनाउँदा काट्नु पर्यो चाहिँ कटर भन्ने पनि भयो क्या है यो पनि मोल्ड हो सरी रोलिङ पिन कुनै प्लास्टिकको हुन्छ कुनै उडनको हुन्छ होइन कुनै फलामको हुन्छ है यो स्टेनलेस स्टिलको के हो रोलिङ पिन हो यो त सब अब के भयो वोक यो पनि वोक भयो होइन यो प्लेबोर्ड भयो होइन यो वोक भयो नेता पनि वोक भयो यो अनि अर्को सानोवाला थियो नि यो हाम्रो चाइनिज वोक भयो चाइनिज वोक है अनि यो चाहिँ थाई वोक भयो एसियन वोक भन्ने पनि भयो कि एसियन वोक यहाँ जे पनि गर्नु मिल्यो यस्तो नि त जे पनि गर्नु मिल्यो तर यसलाई युज गर्नु पऱ्यो भने चाहिँ याद गर्नु कि यो जहिले जस्तो नकिन्दा पनि यसको भित्र के भन्छ यसलाई यस्तो यादै नआएको खिया के खिया फलाम यो खिया हुन्छ नि त यो पहिला पोलेर चाहिँ यो सब खियालाई के गर्नु पऱ्यो डिफ्युज गर्नु पऱ्यो बल्लमा त के हुन्छ नन स्टिकै हुन्छ याद गर्नुभएको छैन यो कोही कस्तो अन्डा बनाउने बेला चाहिँ कस्तो मैले रातो भाँडा तताउँछ नि बल्ल अन्डा हाल्छ नि त बिना तेलवाला है त्यही भएर चाहिँ के हो बढी यसको पुरै भएको खिया अनि इडेबल होइन नि त हाम्रो शरीरलाई फाइदा होइन नि त
अनि त्यो सबै खिया चाहिँ यसलाई के गर्नु पऱ्यो हाइटमा चाहिँ टेम्परेचर गरेर रातो हुने गरेर त्यसको सब खियालाई के गर्नु पऱ्यो किल गर्नु पऱ्यो है। अनि यसलाई जहिलेसम्म यहाँ के हुन्छ जहिले पनि हामीले यो युज गर्नु पऱ्यो भने चाहिँ एसिड भएको खानाहरू चाहिँ प्रयोग नगर्नु कम प्रयोग भएछ भने त भिनेगर त एसिडै भयो होइन। जस्तै हामीले मसँग यो पेन छ कि आज म टमाटर आएको छ यहीँ गराउँछु भन्यो भने के हुन्छ यो चाँडो बिग्रिन्छ नि त त्यो पनि ध्यान दिनु पऱ्यो है। नाइफ त अब यो बुच्चा नाइफ भयो होइन, यो अब चाइनिज नाइफ भयो है। यो कटर भन्छ भेजिटेबल कटर भन्छ यसलाई, भेजिटेबल कटर भयो। यो स्पेचुला भन्छ यसलाई, स्पेचुला गिल गर्नलाई गिल गर्दाखेरि कुनै पनि जस्तै ठुल्ठुलो जस्तै यत्रो हाम्रो प्लेट छ नि त हट प्लेटमा गिल गर्नु पऱ्यो भने त डाइरेक्ट सजिलो भयो नि त है। अनि के हुन्छ सजिलो पनि भयो एउटा, अनि ओइल स्टिनो पनि हुन्छ यहाँ। त्यसले के भन्छ यसलाई के भने यसलाई स्पेचुला है। यो हो यो के हो त ल यो के हो यसलाई सार्पिङ रड भन्नु मिल्छ त्यसलाई होनिङ ब्लेड भन्छ क्या होनिङ ब्लेड। अनि अर्को हाम्रो त ढुङ्गा जस्तो छ नि त्यो भनेको सार्पिङ स्टुल भयो, यो भनेको होनिङ ब्लेड होनिङ एचओएनएनआइएनजी होनिङ ब्लेड भन्छ है। अहिले त यो त अब अहिले त इलेक्ट्रिक आइसक्यो, यस्तो चक्कु राख्ने बित्तिकै सर पानी धार हुन्छ है। यसलाई होनिङ ब्लेड भन्छ। यसको के गर्ने काम नाइफलाई साफ गर्ने हुँदा अनि कहिले कसो सेपले के अरे कुकले गल्ती गर्यो सेपले हान्ने डाडु अरे यो के हो त यो होइन नि यो कहाँ स्क्विजर हुन्छ यसलाई खास गार्लिक क्रसर भन्छ कि यसलाई। यसले के हुन्छ हरेक कुरा क्रस गरिदिन्छ नि त, गार्लिक भयो झिन्झाङ भयो क्रस गर्छ नि त्यसलाई के भन्छ क्रसर भन्छ है। यो पनि भइसक्यो। अर्को पिलर थियो नि हामीसँग मसिनोवाला यो सबै पिलर हो होइन, सबै पिलर हो यो है। तर मेन एकदमै राम्रो फुडको कस्टलाई के गर्छ सेभिङ गर्ने काम भनेको यो पिलरले गर्छ, किनकि यसले यसको यो कस्तो हुन्छ भने यसले बाहिरको कभर हुन्छ नि त बाहिरको सेलमेलले त्यो मात्र निकाल्छ। यसले त के हुन्छ जस्तै आलु कुल्याउनु पऱ्यो भने पिल गर्न पऱ्यो भने त हल्का आलुको चोक्टै आउँछ नि त। त्यो म्याक्सिमम राम्रो भनेको खै गिन्न पऱ्यो भने आफूले चाहिँ यो युज गर्ने क्यारेट भयो भेरेस पिल गर्न पऱ्यो के हुँदैन पायो भने चाहिँ यो राम्रो है। यो त फोर्क भइहाल्यो। यो भनेको चाहिँ के हो यो त हाम्रो स्पुनै भयो, एपी स्पुन भन्छ यसलाई, अल पर्पज स्पुन भन्छ बुझ्यो। यो भनेको एपी स्पुनै भयो। यसमा जस्तै हामीले कुनै पनि मेजरमेन्ट भन्छ नि त 1 चम्चा अनि सानो टीस्पुन भन्छ नि त, त्योमा त एउटा क्वान्टिटी भएर त भन्यो होला नि त है। यसमा कम्तीमा 20 देखि 25 के हुन्छ ग्रामको, जस्तै हामीले 1 चम्चा हाल्यो भनेपछि ठुलो चम्चाको 25 ग्राम नुन गयो, यो बुझ्नु पऱ्यो है। अनि अर्को 1 टीस्पुनवाला हुन्छ नि त्यसको क्वान्टिटी कति हुन्छ 10 देखि 15 ग्राम है नजिकिने। यो स्टेनलेस स्टिल प्यान भयो है। यो के हो गुड कन्डक्टर अफ हिट हो यो है। यसमा चाँडै हिट एब्जर्ब हुन्छ, त्यही भएर मैले कहिले जति यहाँ पाउने बेला भन्छु नि त तिमीहरूलाई पनि हो कि दिया भन्छ कि नै के भन्छ यसले बडी हिट चाँडै एब्जर्ब गरेको हुन्छ है, टर्ने चान्स बढी हुन्छ। अनि सिधै गर्दा के हुन्छ डढ्छ नि त्यो सानो ग्यास तर स्टेनलेस स्टिल प्यान भन्छ यसलाई है। यो त मिक्सरै भयो होइन, यो पनि स्टेनर भयो। यो यो हाम्रो के हो त म्यासर पटेटो म्यासर। त्यसरी कुनै पनि पटेटो म्यास कुनै पनि अब भेजिटेबल बोइल चिजहरू बोइल गरेको चिजलाई म्यास गर्न पऱ्यो भने चाहिँ यो म्यासर चाहिँ यो गर्न मिल्यो। यो हमर के काम गर्ने मेरो किचन यो हमर काँटी ठोक्नु कहिले कस्तो यहाँ काँटे ठोक्नु परेन किचन काम दिइरहेको तुम्बा। यो हाम्रो ग्रेटर भयो है नजिकै ग्रेटर अर्को के हो अहिले भने के हो जेस्टर। यो ग्रेटर भयो अर्को के हो जेस्टर है। यो भनेको बेकरीको मोल्ड हो, मोल्ड भन्छ यसलाई, ब्रेड मोल्ड। यो 250 ग्रामको हो, कुनै 500 ग्रामको हुन्छ, कुनै 750 ग्रामको हुन्छ। आफूले कतिको चाहिन्छ ब्रेड मोल्ड पाउरोटीकै पाउरोटी नआएको लामोवाला ब्रेड हुन्छ नि हो त्यो पनि मोल्डै हो।
दुइटै मोल्ड भयो अरू केही यो हाम्रो के हो त कुनै पनि हाम्रो प्यानो दिएको हुन्छ नि त प्यान पनि अलग अलग प्यानको हुन्छ नि त यो बिहरूमा राख्ने पनि हुन्छ जस्तै कुनै पनि रोस्ट गर्न पऱ्यो भने गाडी यहाँ आएर ओभरमा हालेर रोस्ट गर्न मिल्छ यो बिहामा सेम देख्छ भाँडा त खाना बच्चा पसलमा मात्रै युज होइन यो अल्पको युज हुन्छ यो बुझ्यो यसको नाम के रहेछ यसलाई के भन्छ जेएन प्यान भन्छ यसलाई जेएन प्यान। जेएन प्यान यसको पनि अलग अलग साइज जेएन प्यान जेएन पेन है यसको पनि अलग अलग साइज हुन्छ जस्तै यो 1/2 जेएन प्यान हो 1/2 1/2 अनि यो के हो के वाला भयो यो 1/6 1/6 अझ सानोवाला छ नि हाम्रो त्यो 1/9 1/9 सानो 1/9 1/6 Size पनि बुझ्नु 1/2 1/4 1/6 1/9 फरक फरक हुन्छ त्यसलाई के भन्नु पर्यो जेएन प्यान भन्छ है यो पनि त्यही भयो यो पनि जेएन प्यान भयो 1/6 यो 1/1 को 1/1 एउटा सानो सानोवाला हुन्छ नि सजिलो के राम्रो जस्तै एउटा यतोवाला छैन त्यो भाँडै छैन यो जस्तै दुईवटा अट्यो भने जस्तै एउटा सामान यहाँ हाल्यो अर्को सामान यहाँ हाल्यो भने के भयो 1/2 भयो है जस्तै अब कुनै पनि जस्तो यो भयो नि त्यस्तै गरेर एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा अट्यो के भयो 1/6 भयो समिन सजिलो एउटा प्यान भयो पर्दैन ससप्यान पनि भइसक्यो यसलाई के भन्नु रहेछ कुन सस्पेन्ड एल्युमिनियम प्यान भन्छ एल्युमिनियम पेन यो हाम्रो के ह्यान्ड मिक्सर ह्यान्ड मिक्सर यो हाम्रो ह्यान्ड मिक्सर भयो ह्यान्ड मिक्सर यो मिडियम साइजको भयो होइन अनि अर्को ठुलो हुन्छ के यत्रो लार्ज पनि जस्तो हुन्छ लार्ज लास्ट ठुलो हुन्छ नि त अब यो त डुब्छ नि त भाँडामै डुब्छ त अनि हराउँदा त पटमा हाम्रो किन बिहान गर्नु पऱ्यो भने त सुपहरू यो के भन्ने यसलाई ह्यान्ड मिक्सर पोर्टेबल भयो नि त सजिलो जहाँ पनि मिक्स गर्नु मिल्यो नि त है यसको पर्पज के हो एउटा सस बनाउनु मिल्यो यसबाट सस बनाउनु मिल्छ नि फेरि है अनि अर्को भनेको चाहिँ ब्लेन्ड गर्नु मिल्यो सुपहरू ससहरू होइन यो भनेको के भयो के हो त यो के हो यो सिजलर चिकन भन्छ नि त सिजलर यो चाहिँ यो सिजलर प्यान भन्नु पऱ्यो कि सिजलर प्यान यसमा गरम हिटै हिटमा हुन्छ नि के भने हिट हुन्छ भनेको नि हिट गरेर राख्नु हिट गरेर हो सिजलर कुनै पनि जस्तै कुनै पनि हामीले सिजर आइटम बेच्न मन छ भने सायद सिजर प्यान युज गरेको राम्रो है खाना लामोसँग तातो हुन्छ त्यो मेन पर्पज सिजलर प्यान वाउ अब अरू नयाँ यो त मासुको काम छैन यो त पेस्टल भइहाल्यो मोटर एन्ड पेस्टल मोटरल्यान्ड पेस्टल अघिकै भयो त्यो यो पनि त्यही भयो इल्याडल भयो कुनै समस्या भएन त्यसलाई चाहिँ भन्छ के त यो मलाई थाहा होइन के भन्छ त्यसलाई यो माछा सिक्ने हो माछा सिक्ने हो के अरे त्यो बेगनास तालमा सिके जस्तो झिल गराउने झिल के भन्छ त यसको नाम यसको नाम त मलाई पनि थाहा छैन के होला यो ग्रिल गर्ने त ग्रिलर नयाँ नाम राखिदिउँ न यसलाई होइन नयाँ कहाँ राख्नु जाली जाली हो क्या जाली जाली है ल यो खास कस्तो भन्दाखेरि कुनै पनि हामीले कुनै पनि आइटम पोल्नु पऱ्यो भने चाहिँ हामीले कुखुराको पोल्नु पऱ्यो कुखुरालाई 2 खुला गर्यो भने चाहिँ स्प्याचुक भन्छ के कुखुरालाई 2 खुला गर्नु भनेको स्प्याचुक भन्छ है माथिको ढाडको भागलाई चाहिँ के भने दुईटाको ढाड हुन्छ ब्याक ब्याक हुन्छ नि त कुखुराको त्यो दुईटा निकालेपछि अनि फ्याट त बटरफ्लाई जस्तो हुन्छ क्या त्यो भन्छ स्प्याच हुक भन्छ अनि यहाँ राख्ने ट्याकै यो लक भयो यसरी यहाँ यो लक भयो अर्छ होइन लक भएपछि के हुन्छ डाइरेक्ट यता सेक्न पायो यता टन्न पायो स्पेसली प्रपोज भनेको बारी बेला युज हुन्छ है अरू सब इक्विपमेन्टहरू यो के भयो यो पनि यो मसला राख्ने पट यो भनेको के भयो यो जति पनि यस्तो देख्छौ नि यो सब पट हो है पट बिरयानी पट हो पट अनि धोतीहरूले के भन्छ हान्डी भन्छ हान्डी भन्छ यो ग्लास भयो 100 रुपियाँ यो मसला भाँडालाई के भन्छ मसलाको बक्स भन्छ यसलाई मसला बक्स मसला स्पाइसेस यो हाम्रो चिया बगान टिपट हाम्रो के हो यो 1 टीस्पुन हो यो 1 टीस्पुन 1 टीस्पुन अरू के छुट्यो यो जग छुट्यो जग त थाहा मिक्सचर नि भयो मिनी क्यालेन्डर भयो मग यो त ल्याडल भयो जग
यो छ नि हामीसँग यो सुप यो त अलि अलगै छ नि यो त चाइनिज मानी यो त जस्तैको हामीलाई के हुन्छ सुपहरू किन्न मिल्ने हुन्छ एमा कुनै पनि लिक्विडहरू चाहिँ के हुन्छ के हुन्छ खस्दैन नि त भयो भने अलिक क्यारी गर्न सजिलो हुन्छ यो होइन अनि यो गाह्रो हुन्छ नि त खाल त्यस्तो परेको पानी जग्गा त्यसले गर्दाखेरि त्यो त पोखरी चान्स बढी हुन्छ नि त अनि समान्तमै असजिलो हुन्छ है यसलाई ल्याडा भन्नु पऱ्यो ल्याडरै सुपहरू आउन ठिक हुन्छ अनि त्यो मोमोको लागि स्टिमर भन्छ होइन मोमोको त मोमो स्टिमर भयो त्यो सबैलाई थाहा छ मम्मीले त भन्नुहुन्छ अब के सिकाउनु त्यो के सिकाउने यो के भन्छ यसलाई मफिनको ट्रे हो यो मफिनको ट्रे यो बेकरीको होइन मफिनहरू बनाउँछ कि यसमा मफिन कपकेकहरू सानसानो हुन्छ नि त त्यो गर्नु मिलेन है मोल्ड भन्नु नि भयो यसलाई यो यो टाट मोल्ड कार्डबोर्ड टाट मोल्ड भन्छ यसलाई टाट मोल्ड टाटहरू गर्नु पऱ्यो भने यहाँ बेस हुन्छ यसको पेट हुन्छ एउटा टाट मोल्डहरू भयो कि अरू केही त्यो त वाटर जग भयो नि